दिदीको आँखा उँधो दाइको आँखा उँधो हेप्पी तिहार भाइ खाजाहरू पनि रेडी भयो रोटी बटुक माला हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल म सृजना शिरिष मगर आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु साथीहरू सो आज चाहिँ भाइटिका हो साथीहरू अस्तिको भिडियो त हेर्नु नै भयो होला अस्ति लक्ष्मी पूजाको आज भाइटिका हो हामीले धर्काहरू हाल्ने साथीहरू धर्का हाल्नको लागि सामान रेडी बनाएर राखिसकेँ अनि मैले थोरै भिडियोको क्लिप थोरै लिएछु हिजो पनि रोटीहरू पोलेको अनि माला हुनेको अनि टपर खोज्न लागेको बनाएको छु त्यो पनि हाल्नेछु साथीहरू सो आज भाइटिका हो सबैजनालाई ह्याप्पी भाइटिका गाइस अब फुल टिप्न लागेको हो माथि अहिले त फुल तिहार छिटो भयो फुल ढिलो भयो फुल फुल्ने समय त्यही भएर फुल यस्तो छ अहिलेको फुल बल्ल कोपिला खेले हान भक्कर फुल्न लाग्यो सयपत्री ठोङ्गे फुलहरू त ढिलो भयो साथीहरू अब हाम्रो घरमा चाहिँ मखमली फुल छ बजारबाट किनेर फुल ल्याएँ त्यहाँ माला नै किनेर ल्याइसक्यौँ अब चाहिँ यहाँ घरमा भएको फुल टिप्ने हो साथीहरू भोलि हो भाइटिका आज तयारी छ माथि सेलरोटी बटुक पोल्दैछौँ साथीहरू भर्खर चाहिँ म तल फुल टिप्न झरेको हेर्नुहोस् साथीहरू फुल मखमल फुल छ मखमल फुल छ हाम्रो चाहिँ यहाँ घरमै यो फुल टिप्छु म रोटी पोल्दैछौँ साथीहरू यस्तो भइरहेछ रोटी हेलो नानी ए आज हाँस्छ नि हेर्नु त तपाईँको छोरीलाई यहाँ दिदीहरू पनि आइसक्नु भयो सेन दिदी त्यहाँ हुनुहुन्छ यहाँ माइली दिदी हाई भन्नुहोस् दिदी हाई भन नानी नमस्ते भनिदेऊ न नमस्ते बढी पनि फुटेर सक्यो अघि भर्खर आमाले फुट्नु भएको यहाँ रोटी छ सेलरोटी बटुक यहाँ तपहरू फुटेर यस्तो पुरै पातै पात भयो अब मखमलीको फुल माला खोइ त अघि फुटेको माला नगाँठो पार्नु क आमा हेलो भन्नुहोस् हेलो नानी माला उनी छ कि यहाँ मखमलीको टिपेर पनि यहाँ छ माला यस्तै झुन्डाएर राख्ने अब भाइहरू त यहाँ रहेछन् हेलो भाइ हो तिहार आयो भने क्या आज भैलो खेल्न जाने हेलो मनदीप हेलो यता हेर के दिवेन आऊ यहाँ म यहाँ छु हेलो दिपेना हेलो यता हेर के गरेछ यिनीहरूले झुम्का लगाएर बसेछ दिपेनाले त सुशान भाइ के खाएको होइन कि यो त बोटुको भाइहरू पनि आहान यहाँ रमाइलो भएको छ भोलि रमाइलो हुनेवाला छ होइन देउसुर खेल्ने है भन साथी हो है राम्ररी भन है स्वर मिलाइकन है देउसुरे भन है झिलिमिली है केको झिलिमिली है बत्तीको झिलिमिली देउसिर भन का लाइभ हो ब्लग अब माला उड्ने साथीहरू यहाँ रोटी छ सेलरोटी बटुक
यहाँ त हेलो भन्नुहोस्। हेलो हेलो नानी। माला उनीछ कि यहाँ मखमलीको टिपेर पनि यहाँ छ माला। यस्तै झुन्डाएर राख्ने अब। भाइहरू त यहाँ रहेछन्। हेलो भाइ। हो तिहारै आयो भने क्या आज भैलो खेल्न जाने। हेलो मनदीप। हेलो यता हेर के सानो भाइ के खाएको? होइन कि यो त बोटुको। भाइहरू पनि आहान यहाँ रमाइलो भएको छ। भोलि रमाइलो हुनेवाला छ होइन देउसुर खेल्ने। है भन साथी हो है राम्ररी भन है स्वर मिलाइकन है देउसुरे भन है झिलिमिली झिलिमिली है केको झिलिमिली है बत्तीको झिलिमिली है बत्तीको झिलिमिली देउसुर भन क्या माला उड्ने साथीहरू। सो गाइज ढर्का हार्नको लागि यहाँ सामान बनाउँदैछु मैले। 5 थरी ढर्का। यो चाहिँ सेमीको पात हो, हिउँदे सेमीको। यो निचारेर हरियो रङ निकाल्ने हो। सो म बनाउँदैछु। यो बनाएपछि देखाउँछु है त। ल रेडी भयो साथीहरू। फिटेर पनि आइसक्यो। 5 थरी भयो। यो चामलको भयो साथीहरू। यो बेसार, यो तेल, यो अबिर हो। यो चाहिँ हरियो सिमीको मिचेर बनाएको। यहाँ ओखर छ। अब यहाँ फोर्ने। सो गाइज अब फोर्न जानु पर्यो। पहिला बाटोमा फोर्ने। अहिले आमाले एउटा फोर्न सुशान भाइले भिडियो बनाइदिन्छन्। हेलो सुशान भाइ। ल अब सुशान भाइ पहिला यहाँ बुटामा फोर्ने हो। यहाँ ढर्का हाल्छु। पहिला सेतो नै हाल्नु पर्यो। 5 थरी छ साथीहरू। बाहिर फुटाले अब दोकानमा मेन अब भित्र बस्ने गेट नबनाउने। सो गाइज मैले फुटाएर सकेँ। अब आमा र सेन्डी माथि जानुपर्छ। साइलेन्टीको पनि फुटाउन। एउटा साइडमा सेन्डीले एउटा साइडमा आमाले ढर्का लगाउनुहुन्छ होला। त्यो पनि भिडियो म क्याप्चर गर्छु साथीहरू। सो अब मेरो सक्यो। अनि एकैचोटि छतबाट नगाउने हो। सो हेर्दै गर्नु साथीहरू। अनि आज भाइटिका हो। ह्याप्पी भाइटिका सबैजनालाई। सो गाइज अब आमाले लगाउनुहुन्छ यतापट्टि साइडमा। यस्तो चुहाएको चुहायो मैले धेरै मात्र बनाएँ। ए लामो भएर होला। त्यस्तै हो। आमालाई बेसा तलै झार्नु पर्यो ल। ल आमाले भनेको छु नि। म त मनमा नै भनेको। फुटो फुटो जम्मा जुटेको आँखा उँधो दाजुभाइको आँखा उँभो। गाइज आमाले राख्नुभयो ढर्का तलैसम्मको राख्नुभयो। हाम्रो त इम्मैसम्म बस्छ। साइडमा ढाल्न म त। अब यो सेन दिदी पनि आउनुभयो भने बल्ल एकैचोटि फाल्नुपर्छ यो ओखर फोरेको अरे साथीहरू। ल अब दिदीले फेरि सुशान भाइको मा उ त्यो बहिनीले लगाउने हो। बहिनी यहाँ बोकिन कसैलाई मान्दिनन् यो बहिनीले त। हेलो यस्तै हो साथीहरू। नानी भएपछि ह्याप्पी तिहार सबैलाई। 2082 को सबैको जीवन सुखमय होस्। अहिले सबै गाउने। ल अब ओखर फुटा। हेलो आमा किन अरे यो ढर्का हालेर ओखर फुटाउने?
टिका लाउन जाँदाखेरि बाटोमा जमाजीले छेकेर मेरो दिदी बहिनीले ओखरको बाचा फुटाइदिएर मलाई जमाजीले बाटो छोडिदिनु भयो भन्थे कि रन्दै त्यही हो के यस्तो हो के बाटोमा जाँदा जाँदा जमाउँछन् रे तिनीहरूले बाटो छेक्छन् रे अनि त्यो बाटो छेक्नको लागि मेरो दिदी बहिनीले मलाई म फर्किँदाखेरि खाउला मलाई अहिले नखाऊ मेरो दिदी बहिनीले मलाई पूजा गर्नुहुन्छ भनेर दाइभाइले अनि त्यही भएर फेरि जमलजुतीले छोडिदिए रे अनि दिदीहरूले फेरि दुईवटा ओखर फुटाइदिए रे अनि दुईवटा ओखर भनेको आँखा दुईवटा आँखा फुटाइदिए आँखा फुटालिदिएर दिदी बहिनी फेरि जमलजुतीको आँखा फुट्यो भनेर त्यो ओखर फुटालेपछि जमलजुतीको आँखा फुट्छ अरे अनि दाजुभाइ हिँड्न पाउँछन् रे के बाटो खुल्ला हुन्छ अरे भनेर भन्छन् क्या त्यही भएर यो फुटाएको ओखरहरू फेरि धुरी नगाएको धुरी नगाएर जमलजुतीको आँखा फुट्यो मेरो दाइभाइको आँखा के अरे बाटो चाहिँ फुक्यो भनेर छर्नेले चारै दिशा फेरि एक दिशा मात्र होइन चारै दिशा छर्नु पर्यो फेरि त्यस्तो रे के यस्तो छ साथीहरू बुढा पुरानाको यो सत्ययुगको भनौँ न सत्ययुगको कहानी यस्तो छ अब यो फुटाएको चाहिँ अहिले चारै दिशातिर जमलजुतीको आँखा फुट्यो भन्दै मनमा नै भन्नु नि भयो साह्रै भन्नु पनि भयो साथीहरू अब फाल्ने हो दिदीले पनि धर्का हाल्दैन हुन्छ साथीहरू सुशान भाइ यहाँ साख्यौ नआखान पैसामा गराउनु कस धर जमलजुतीको आँखा फुट्यो ए टिपा सुशान भाइ तल्लो गरे सो गाइज अब यो धुरी नगाउनु पर्यो दिशा पारे फाल्ने ए धुरी नगाउनु त सकिन साथीहरू यहीँबाट फाल्नु हुन्न र हेलो अङ्कल मेरो साइल अङ्कल हो यहाँ हेलो गर्नु हेलो यतातिर अङ्कल दिदी यता नि त हाम्रो लिया छ नानी एले इन्द मक्कै हुन्छ नि हेलो सुशान मारबाद लिएको लोकल काँक्रा साथीहरू मामा लिएर आउनुभएको हिजो यहाँ धमाधस छ हाम्रो यहाँ यो चिउरीको पात आज यसमा खान दिने हो हाम्रो दाइभाइहरूलाई ओहो धेरै पछि पाहाडको काँक्रा खाने भयो साथीहरू हेर्नु त बिहा भाइ खाजाहरू पनि रेडी भयो हेर्नुहोस् यति धेरै छ चिसोहरू यहाँ रक्सी रम रेडी भइसक्यो साथीहरू सो गाइस रेडी पनि भइसक्यो आज त साडी लगाएर भएको अब ढोकामा टिका लगाउने साथीहरू साइड हुन गइसक्यो यहाँ लगाउनु पर्यो टिका सो गाइस ढोकामा पनि लगाएँ यो तेल सबै काममा लाग्ने अलिक घप्टो गर्नु पर्यो घुम्न यो जब हो के हो यो भने सर्वाइज है यो के नै त्यो ल्याउनु पर्ने अलि 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 उठा 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 तार तारहरु सबैले दबाई साइना दाइ अनि हाम्रो माइरा दाइ बाबाको दिदीले गर्दिनुहुन्छ अंकल बाबा यता यता आइको हामी यता छौं आमाको सुशान भाइको बहिनीले लगाइदिनु लागि छ सेन दिदीले बाबालाई लगाइदिनु हुनुहुन्छ हाम्रो यहाँ पालो आएन यतातिर सबको यहाँ दमादस छ साथीहरु यहाँ लगाउन त तयार कसैको यहाँ टीका हैन ल हातैले गरान लाग्नु भयो उठाउने उठाउन काम बीच बात लगाइदिएको यता फेरि
सानो नानीले जताम त तिनीहरूको राम्रो होइन अब मान्छेको नराम्रो नि म घर गएर एक्लै हुन्थेँ एउटा छोटो भएको आमा उहाँ एउटा खाजा छँदैछ खानेकुरा मामाले यता लगाइदिँदै हुन्छ आमालाई फेरि इथोपिया छ तेल लगाइदिनु भयो धागा टोपी लिनु भएन के यस्तो लगाउनुहुन्छ भनेर एकछिन है ल अब मामा यता होला आमाले के भन्नुहुन्छ ल अब मेरो पालो बाबा मामा टिका लगाएर नि बसिसक्नु भयो मम्मीको पालो आएको छैन दिपेन काम गर एउटा मखमलले थपिदिनु खुट्टा त्यसर्न पहिले बोलो लाग्छ कि ठाडो लाग्छ र सम्झाउनु पर्यो अब दिव्याना नानी लगाइदिन्छु के हाँस ला तँलाई खराब हुन्छ पैसा दिन्न पैसा ओइ खोइ निनीलाई दिएको ए लो यता हेर त भिडियो बनाइदियो अरे
यता अङ्कललाई नि लगाइदिने साइलङ्गलले सेन्डीलाई लगाइदिने टिका लाएर बसेछ यहाँ अब भाइ खाजाहरू अङ्कल बाबाहरू मामा दाइ दुई भाइ हेलो हेलो ह्याप्पी तिहार ल सबैले ह्याप्पी तिहार भन्नु ह्याप्पी तिहार अहिले सबैजना ह्याप्पी तिहार दिदी ह्याप्पी तिहार हाई भन्नु फुपू मेरो भ्लगमा तिहार फोटो सेसन पनि सकिन लगाइसक्यो साथीहरू सो गाइस टिका लगाएर पनि सक्यो तिहारको धेरै रमाइलो भयो अहिले त साथीहरू सबै गेट टुगेदर जस्तै भयो धेरै वर्षपछि सबै भेट्नु भयो फुपूहरू पनि आउनुभएको थियो मामा पनि आमाको भाइ कान्छो भाइ आउनुभएको थियो सबै खानपिन गरेर पनि सकिसक्यो साथीहरू हाम्रो तिहार चाहिँ यस्तो भयो साथीहरू धेरै रमाइलो भयो अहिले त मजा आयो मजा हजुरहरूको के कस्तो भयो कमेन्ट गर्नु होला ह्याप्पी भाइटिका ह्याप्पी तिहार एभ्रिवान मेरो युट्युब फ्यामिली स्पेसली अझै दुईजना दाइ एउटै भाउजू भए त सबैसँग हुन त सकिने दुईवटा दाइहरू त हुनुहुन्न साथीहरू धेरै मिस गर्दैछु फोनमा चाहिँ बोलेको बिहान सो हजुरहरूको के कस्तो भयो कमेन्ट गर्नु होला भिडियो अन्तिमसम्म हेरेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गाइज अब अर्को भिडियोमा भेटौँला छिट्टै बाई बाई एभ्रिवान बाई बाई ह्याप्पी तिहार